हेलो सम्पूर्णमा नमस्कार हजुरहरूलाई है। आज म चाहिँ एउटा कुरा लिएर आएको छु भन्नलाई। हाम्रो नेपालमा अहिले वैशाख 12 गते एमाले झोलेहरूको चाहिँ आन्दोलन हुने अरे, सत्ता पल्टाउने अरे भनेर न्युजमा छापिरहेछ है, छापछापी। त्यसमा चाहिँ होसियार भन्न चाहन्छु र दिमाग लगाएर मात्र जानु होला आन्दोलनमा। अहिले नेपालमा कानुन खतरै ल्याएको छ, विदेश जान पाउँदैन, भोलि केही कामहरू गर्न पाउँदैन, कालो सूचीमा रहन्छ हैन, मुद्दा लाग्छ। त्यसैले हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूमा त्यो जुलुसमा जाँदा चाहिँ अलिक विचार गरेर जानु होला, सकेसम्म नजानु होला, यो झोलीहरूको पछाडि नलाग्नु होला, केही गर्छु भन्नेहरूलाई गर्न दिनु होला। धन्यवाद।